मेरो 3 आनाको जग्गा छ, 4 आनाको जग्गा छ अथवा 4.5 आनाको जग्गा छ, यसमा घर बनाउँदा कति खर्च आउँछ त? कति खर्च लाग्छ? यो क्वेसन चाहिँ हामीलाई धेरैले सोध्ने प्रश्न, धेरै ठाउँबाट सोध्ने प्रश्न चाहिँ यो रहेको छ। र आज म तपाईँहरूलाई एउटा कुरा गर्न चाहन्छु कि तपाईँको जग्गा कति छसँग तपाईँको घर बनाउने कसलाई म्याटर गर्दैन। गर्छ त केवल त्यो जग्गाभित्र बन्ने घरको एरियाले गर्छ। अर्को कुरा भनेको त्यसमा गरेको डिजाइन, तपाईँहरूको आवश्यकता के छ, कति तला बनाउने हो र कस्तो खालको घर बनाउने हो। अहिले बजारमा छन् तपाईँको आइबी मल्ला स्ट्रक्चर, आरसिसी स्ट्रक्चर, लाइट वेट स्ट्रक्चर, कस्तो खालको घर बनाउने हो भन्ने कुराले फरक पर्छ। तपाईँको जग्गा यति छ र यतिमा तपाईँको घर बनाउँदा यति कस्ट आउँछ भनेर चाहिँ कुनै पनि हालतमा कोहीले पनि भन्न सक्दैन, कसैले पनि भन्न सक्दैन। किनभने त्यसको इस्टिमेसन गर्ने क्राइटेरियाहरू हुन्छन्। जस्तै तपाईँको घरको क्षेत्रफल कति हुन्छ त्यो भयो भने निकाल्न सकिएला एउटा एभरेजमा। अर्को भनेको तपाईँले कस्तो घर बनाउँदै हुनुहुन्छ त्यो कुराले फरक पार्छ। तपाईँले कुन खालको मेटेरियल हालेर घर बनाउँदै हुनुहुन्छ त्यसले फरक पार्छ। र घरको इन्टेरियर डिजाइन कस्तो छ त, इन्टेरियर प्लस एक्सटेरियर डिजाइन कस्तो छ त, त्यो कुराले चाहिँ तपाईँको घरको कस्ट इस्टिमेसन गर्न